नमस्ते, म डाक्टर मर्सा। आज हामी भैषज्य कल्पना अन्तर्गत सतधौत घृत भन्ने बनाउन गइरहेछौँ। यो चाहिँ हामी घृतलाई एउटा उसमा राखेर भाँडामा राखेर, के को भाँडा हो सर? यो चाहिँ तामा हो। हजुर। यो तामाको भाँडामा राखेर यो प्रत्येक पटक चाहिँ थोरै पानी राखेर 100 चोटि चाहिँ यस्तो हामी मर्दन गर्नुपर्छ। अनि यस्तै मर्दन गर्दा गर्दा 100 टाइम चाहिँ 100 राउन्ड एक चोटिमा हुन्छ अनि 100 राउन्डसम्म गर्नुपर्छ। यो चाहिँ हाम्रो यो चिसोको बेला धेरै नै फाइदा हुन्छ यसको, जस्तै खुट्टा पोल्ने अनि क्रेक खुट्टा क्रेक हुने अनि गर्मीको बेला पनि धेरै उपयोगी छ यो। आज हामी त्यही बनाउन गइरहेछौँ। हेर्नु यस्तो यसमा चाहिँ यो गाईको घृत हो। गाईको घृत चाहिँ एकदम उत्तम हुन्छ। अनि घृत जति पुरानो हैन, जति पुरानो भएपछि हुन्छ त्यति नै यसको महत्त्व झन बढ्दै जान्छ। ला हेर्नु है, अब यो चाहिँ घृत यस्तो छ। यसलाई चाहिँ यहाँ मजाले एक राउन्ड यस्तो गर्दा एक राउन्ड हुन्छ। यस्तै गर्दा गर्दा हामी 100 राउन्ड चाहिँ यो मर्दन गर्छौँ। अनि मर्दन गरेपछि 100 राउन्ड पुगेपछि यसलाई एक पटक मर्दन भनिन्छ। यस्तै गर्दै गर्दै हामी 100 टाइम गर्न पर्छ। 100 × 100 गर्दा हाम्रो 10,000 चाहिँ राउन्ड मर्दन गर्नुपर्छ। यो पानीले चाहिँ घृतलाई वास गर्नु भएको हैन हजुर? हजुर हजुर, यसलाई वास नै भनौँ न, हाम्रो आयुर्वेदिकमा मर्दन भन्छ। अनि त्यस्तो सामान्य बुझ्नु पर्दा चाहिँ यसलाई वासै गरेको हौँ हामी। यो पानीलाई चाहिँ फाल्ने कि फेरि त्यही पानी घोटिराख्ने सर? हैन सर, यो एक राउन्डमा भनौँ न 100 टाइम राउन्ड गरेपछि पानी फाल्ने, फेरि राख्ने, फेरि पानी फाल्ने अनि राख्दै गर्नुपर्छ। यो कति मिनेटसम्म गर्नुपर्छ सर? के हो यसको कसरी गर्ने, के गर्ने? यो सर गर्ने, बाहिर गर्ने कि भित्र गर्ने? यो चाहिँ मुख्य चाहिँ भित्र गर्नुपर्छ सर। यो बाहिर गर्दा यसको लेयर जुन छ नि यो चाहिँ टुडिन्छ अनि भित्र गर्दा चाहिँ यसको लेयर बन्छ। अनि यो मजाले चाहिँ आफ्नो लेयर बनाउँदै मर्दन गर्दै वास हुँदै जान्छ। त्यही भएर यो खासमा भित्र एबाउट 20 देखि 25 डिग्री सेल्सियस टेम्परेचरमा गर्नुपर्छ। कति पटक भयो सर यो गरेको? यो चाहिँ 35 पटक भयो सर। अब 35, 36, 37, 38, 39, 40, 41, 42, 43, 44, 45, 46, 47, 48, 49, 50, 51, 52, 53, 54, 55, 56, 57, 58, 59, 60, 61, 62, 63, 64, 65, 66, 67, 68, 69, 70, 71, 72, 73, 74, 75, 76, 77, 78, 79, 80, 81, 82, 83, 84, 85, 86, 87, 88, 89, 90, 91, 92, 93, 94, 95, 96, 97, 98, 99, 100। सर हेर्नु, अब एक राउन्ड भएपछि हैन यस्तो भयो। अब यो चाहिँ हामी पानी चाहिँ फेरि फाल्नुपर्छ। यो फालेर अब यो अर्को पानी राख्नुपर्छ। यो चाहिँ हाम्रो 8 पटक भइसक्यो सर। अब फेरि चाहिँ 100 राउन्ड स्टार्ट गर्नुपर्छ। यस्तो थिचेर फेरि चाहिँ लेयर बनाउँदै 1, 2, 3, 4, 5, 6 गरी। फाइदा चाहिँ के होला सर यसो भन्नु? यसको फाइदा सर धेरै छ। मुख्य फाइदा यसको चाहिँ चिसोको बेला पैतलाहरूमा क्रेकहरू हुन्छ नि, त्यसमा चाहिँ बहुत लाभदायक हुन्छ। यो चाहिँ त्यसलाई सफ्ट स्मुथ हैन अनि त्यो पुर्ने काम गर्छ। खुट्टा पोलिरहेछ, झमझम भइरहेछ, त्यति बेला पनि यो धेरै नै लाभदायक हुन्छ। हामी त्यसलाई एज मोइस्चराइजर पनि युज गर्न सकिन्छ। एकदम यो चाहिँ एकदम नेचुरल मोइस्चराइजरको रूपमा पनि हामीले प्रयोग गर्न सकियो। अरु के यस्तो विशेषता?
अनि यसको विशेषता सर अब छाला सम्बन्धी कुनै त्यस्तो खस्रो छ अथवा रफनेस छ भने त्यो चाहिँ एकदम उत्तम चाहिँ काम गर्छ यो। अनि पोलियोको ठाउँमा चाहिँ एकदम लाभदायक हुन्छ सर यो। आगोले पोलेको ठाउँमा लगाउँदा चाहिँ एकदम त्यसलाई शीतल पारेर अनि बिस्तारै बिस्तारै चाहिँ त्यसको घाउलाई पुर्दै जान्छ। धन्यवाद हजुरलाई। हस्।